नमस्कार सबैजनालाई फेरि पनि म यना तपाईहरुको सामु स्पेशल निड्स एन्ड अटिजमकै टपिकहरुको कुरा गर्न लागि आइरहेको छु। आजको मेरो टपिक चाहिँ टपिक भन्नाले पनि यो चाहिँ मेरो एउटा तपाईहरुलाई खाली एउटा इन्फर्मेसन भिडियो हो। अब हामीले सुनेको छौं जब अब स्पेशली चाहिँ अटिजम रिलेटेडमा भनौं न हैन, डायग्नोसिस असेसमेन्ट है यो दुईटा वर्ड। अब हामीले डायग्नोसिस केलाई भन्छ र असेसमेन्ट चाहिँ केलाई भन्छन् त? डायग्नोसिसले के हुन्छ, असेसमेन्टले के हुन्छ है। अब हामीले जब स्पेशली अटिजम रिलेटेडमा भनौं न हैन, हामीलाई लाग्छ कि नानीमा अब केही छ भनेर है। जब हामीले एक्सेप्ट गर्छ कि मेरो नानीमा के प्रब्लम छ र उले यो कुरो गर्नुपर्ने गरेको छैन भनेर है, तब चाहिँ अब किन चाहिँ नानीले गरेको छैन, किन ऊ ढिलो भएको, किन ऊ बोलेको छैन या कुनै पनि किन ऊ चाहिँ कुदिरहन्छ या किन ऊ एक्लै खेलिरहन्छ भनेर त्यो बुझ्नु जान्छौँ डाक्टरकोमा है। त्यो गएर किन गर्दैछ नानीले, के कारणले गर्दा भनेर बुझ्दा त्यो र डायग्नोसिस भन्नुको मतलब डाक्टरले भन्छ उलाई के भएको भनेर हैन। त्यसलाई चाहिँ अब तपाईहरुले डायग्नोसिस हैन, त्यही चाहिँ हुन्छ उलाई अटिजम स्पेक्ट्रम डिसअर्डरमा उलाई अटिजम भएको रहेछ भनेर डायग्नोसिस आउँछ। या फिर अब उलाई ग्लोबल डेभलपमेन्ट डिले अब यस्तो अरु कुनै पनि हुन सक्छ। तर अब मेरो नानी छोरी चाहिँ अटिजम स्पेक्ट्रम डिसअर्डर हुनाले गर्दाखेरि चाहिँ अब मेरो टपिकहरु प्राय अटिजम रिलेटेडै हुन्छ है। अनि असेसमेन्ट भन्नाले चाहिँ अब त्यो असेसमेन्टले के हुन्छ भनेर अर्को क्वेशन आउँछ है, अर्को प्रश्न उठ्छ। अब असेसमेन्ट भनेको चाहिँ नानी चाहिँ कतिको ऊ पछाडिएको छ, उसको स्ट्रेन्थ हो हैन, ऊ केमा ऊ राम्रो छ, उले के गर्न सक्छ या हामी केमा उसको काम गर्न सक्छौं, कसरी उलाई अझै अब यहाँ मात्र नेक्स्ट लेभलमा कसरी निकाल्न सक्छौं भन्ने त्यो चाहिँ हो तपाईको असेसमेन्टले तपाईलाई त्यो बुझाउँछ है। अब युनिशाको केसमा चाहिँ के भयो भन्दाखेरि म जब उसको डायग्नोसिस गर्नु लागि 2.5 सालमा म निमह्यान्स जाँदाखेरि चाहिँ अब मैले मेरो कन्सर्न त्यतिबेला डाक्टरलाई भने हैन, ऊ किन यस्तो भएको, उले अब हिँडेको छैन, उले बोल्नु त बोल्छ, उसको इमिटेसन छ, तर कतिवटा कुरो भन्दाखेरि चाहिँ डाक्टरहरूले मलाई सजेस्ट गर्नुभयो। मेरो चाहिँ अब छोरीको असेसमेन्ट पनि भयो त्यतिबेला है। अन्तखेरि उलाई गर्यो, देखायो, उदाले निकै टाइम लाग्यो, अलमोस्ट म 20 देखि 25 दिन चाहिँ बेंगलोरमै थिए है। उसको सबै कुरो भयो। उसको चाहिँ असेसमेन्ट र डायग्नोसिस दुईटा भयो। अब उसको डायग्नोसिस फर्स्टमा भयो उलाई अटिजम छ भनेर हैन। तर नेक्स्ट आयो असेसमेन्ट। असेसमेन्टमा के भयो भन्दाखेरि चाहिँ ऊ कति लेभल छ, उले के गर्नुपर्ने, उसमा कसरी काम गरिन्छ, उसकोमा के चाहिँ छैन अहिले भनेर बुझ्यो। के हुन्छ भन्दाखेरि चाहिँ अब त्यो गर्दाले चाहिँ मलाई सजिलो भयो कि अब उलाई कुन चाहिँ थेरापी चाहिएको रहेछ, के हो कसो भनेर त्यो अनुसार मैले काम गर्न थालेँ। र तपाईहरुले चाहिँ अब म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ तपाईहरु जब डाक्टरमा जानुहुन्छ अब के भयो भनेर सायद डाक्टरले डायग्नोस मात्रै गर्छ उलाई यो हो भनेर। तर तपाईहरुले असेसमेन्ट अब नानीको असेसमेन्ट भएको छ छैन त तपाई अब एज अ नयाँ पेरेन्ट्सहरुलाई हामीलाई थाहै हुँदैन कि नानीको असेसमेन्ट भयो भएन के हो भनेर है। त्यसले गर्दा तपाईहरु जब डाक्टरमा जानुहुन्छ हैन, त्यो पनि गराउनुहोस् हैन। नानीको चाहिँ अब असेसमेन्ट पनि के हो, कतिको लेभलमा छ, के उसको कमजोरी हो, के उसको स्ट्रेन्थ हो है, त्योहरु पनि हामीलाई बुझ्नु छ भनेर चाहिँ तपाईले अब कति जग्गा त मेरो केसमा त त्यस्तो गर्नु परेन, मैले तपाईहरुलाई भनिहालेँ है। मेरो चाहिँ अब सबै एकै तालमा भयो। तर अहिले चाहिँ के हुँदो रहेछ भन्दाखेरि चाहिँ अब डायग्नोसिस खाली अब किन भएको मेरो नानीलाई चाहिँ यो किन भन्दाखेरि चाहिँ तपाईलाई एउटा रिपोर्ट मात्रै दिन्छ, यो हो भनेर भन्छ। तर तपाईहरुले के गर्नुपर्ने अब फर्दर कसरी काम गर्नुपर्ने भनेर जबसम्म तपाईले सोध्नु हुँदैन हैन, जबसम्म त्यो असेसमेन्ट चाहिँ अब हुँदैन रहेछ भनौं न है। त्यसले गर्दा चाहिँ अब म तपाईहरुलाई अब यो चाहिँ मेरो इन्फर्मेसन मेरो अब मेरोमा आको जानकारी आको हिसाबले चाहिँ मैले इन्फर्म गरिदिएको तपाईहरुलाई है। अब कतिजना तपाईहरु पनि अब नयाँ पेरेन्ट्सहरु हुनुहुन्छ होला अब हैन, जानुहुन्छ तपाईहरु पनि कतिजना अब नानीको डायग्नोस गराउनको लागि, तर असेसमेन्ट पनि गराउनुहोस् है। त्यसले तपाईहरुको चाहिँ अब नानीको कतिवटा कमजोरी के हो, नानीको स्ट्रेन्थ के हो तपाईहरुलाई थाहा लाग्छ हैन। तपाईहरुले त्यो अनुसार काम गर्न सक्छ हैन। त्यो अनुसार तपाईहरुले चाहिँ नानीको चाहिँ एउटा मजाले अब इम्प्रुभमेन्ट देख्न सक्नुहुन्छ। तर तपाईहरुले डायग्नोस मात्रै गराउनु भयो भने चाहिँ अब नानीमा कसरी काम गर्नुपर्ने, उसको के कमजोरी हो अब थाहै त छैन। खाली अब अटिजम भनेर चाहिँ मलाई थाहा भयो, तर अब युनिशालाई के गर्नुपर्ने भन्ने मलाई थाहै नभएको भए सायद अब मेरो पनि अब छोरीको कतिवटा मैले नि अब
आफै मन पनि गर्थ्यो होला यसलाई थेरापी जाने रहेछ भने त्यो थेरापी गर्थ्यो होला होइन तर मेरो चाहिँ अब सबै कुरो अब असेसमेन्टमा राम्रोसँगले निक्लेको थियो होइन मलाई भनेको थियो मलाई गाइड गर्नुभएको थियो त्यही अनुसार मैले पनि कतिवटा चोइसेसहरू आफै गरेँ है तर त्यसमा चाहिँ अब मलाई रिग्रेट छैन किन मैले जति पनि जे चोइसेसहरू मैले मेरो छोरीको लागि गरेँ अब त्यसले गर्दा ऊ अहिले यतिको इम्प्रुभमेन्ट भइरहेको छ होइन अब कतिवटा हुनु अझै बाँकी नै छ होइन म त्यसको लागि अब काम गरिरहेको छु अब कतिवटा कुरो चाहिँ अब माथि भगवानको हातमा पनि हुन्छ है अब सबै कुरो एकसाथमै अब सबै कुरो ब्यालेन्समै चल्छ भनौँ न होइन अब हामीले थेरापी मात्रै गराएर पनि हुँदैन होइन कतिवटा कुरो आफूले पनि गर्नुपर्ने हुन्छ त्यसैले गर्दाखेरि है हुन्छ त आजलाई यति नै थ्याङ्क यू सो मच है थ्याङ्क यू